गाइस आज चाहिँ हामी दाइले लिएर जाँदैछौँ अब चाहिँ हामी निक्लिने होला घरबाट। सो मेरो बुढीले चाहिँ भिडियो बनाउँदैछ। हाम्रो भिल्लामा त ए साँच्चै ज्याकेट त खोइ त नि चिसो पो हुन्छ त खै चाबी ल्याऊ त। अम्बो रातिको कति बजे जान आँटेको हामी 1 बज्न लागिसक्यो हो। हत्तेरिका 1 बजे यहाँ मोबाइलमा 10 साढे 10 देखाइरहेछ। पुग्दाखेरि 1 बज्छ त। ए ल म गएर आउँछु। कता जाने कान्छ? हलमा आएर। सो गाइस अब हामी चाहिँ निक्लिँदैछौँ। खानेकुरा किन्नु परेन? मेरो बुढी नि मोटी म के छ बुढी? कसरी एक्साइटेड छौ तिमी? हो ल अम्बो ल क्लास सत्व बस स्टेसन रातिको 11:30 बज्न आँटिसक्यो। हामी चाहिँ कहाँ जाँदैछौँ भनेको बस छ कि छैन थाहा नै छैन, तर लेट भयो जस्तै छ यार। मेरो बुढा जान्छ अब सोधेर आउँछ। गयो सो गाइज यो बस स्टेसनमा चाहिँ होइन के भन्छ गाडी आउँदैन अरे त्यो। सो अनि हामी चाहिँ यतै बाहिरको अगाडिको बस स्टेसनमा जाँदैछौँ। लाइक नर्मल टाइपको के यो ठुलो भयो भने त्यो चाहिँ नर्मल अनि यहाँ रोक्दैन अरे के। मेरो बुढा चाहिँ टुई हिँडिरहेछ गाडी भेट्दैन भनेर गाइज। गलीबाट भगवान मेरो बुढालाई यस्तो चलाउन आउँछ र मलाई खुसी लाग्छ कि म्याप। सो हाम्रो सत्व बस स्टेसन यत्रो ठुलो छ भने नि ओ माई गॉड। अब हामी यहाँबाट क्रस गर्ने ब्रो। चिसोले पेट दुख्छ क्या हो मेरो त हिँड्दा हिँड्दै। हामी चाहिँ फाइनली बसमा आइसकेको छौँ। मेरो बुढा र म वेट गर्दा गर्दै यत्रो राउन्डहरू नि मेरो बुढा यति छिटो हिँड्यो कि म त कहाँ लास्टमा थिएँ यार। सबजनाले मलाई हेर्छ हिँडेको देखेर कि यस्तो फास्ट हिँडिरहेको थिएँ नि त म। अनि यस्तो हेर्नु न राति हामी हिँड्दैछौँ अनि थाहा छ दुबईमा यस्तो चिसो छ हिउँ झला जस्तै फिल। म त त्यस्तो भएको पो त पुरा। अनि आज मेरो बुढालाई कस्तो भइरहेछ त नि यति बेला निन्द्रामा हुन्थे। अनि आज चाहिँ मेरो दाइ आउँदै हुनुहुन्छ होइन, त्यही भएर दाइको लागि चाहिँ हामी लिन जाँदैछौँ। सो अहिले चाहिँ हामी बसमा गयौँ भने चाहिँ पछि फर्किँदाखेरि हामी ट्याक्सीमा आउँछौँ। सो अहिलेको लागि चाहिँ बुढाबुढी मात्रै छौँ। सो गफ गर्दै जाऊँ न त भनेर। सो हामी बस नचढेको लगभग 1 वर्ष भयो। अनि त्यही भएर हामी चाहिँ अहिले बसमा जाँदैछौँ कि। सो यहाँबाट चाहिँ हामी चेन्ज गर्नु पर्दैन नि। सो यहाँ अनि हामी चाहिँ डाइरेक्ट के भन्छ एयरपोर्टमै पुग्छौँ। सो अनि हामी त्यहाँ गएपछि भिडियो बनाउँछौँ। लाइक यहाँनिर बाहिर अलिक राम्रो छ भने पनि म भिडियो बनाउँछु। तर के गर्नु गाइस राति छ मजाले त आउँदैन होला त्यही पनि होइन। के अरे अस्ति नै हामी बसमा गएको भए फाइदा रहेछ है। राम्रो पनि ट्याक्सीमा देखो नि कता कता है पुरा नाइट 70 रुपियाँको लाग्यो। त्यो पनि हामी त्यो टाइममा 12 बजे गएको थियौँ नि त। ट्याक्सी गाडी पाउँदैन थियो नि त त्यतिखेर पुरा हाम्रो, किनकि ढिलो भएको थियो कि गाडी। सो होइन सो ल अब हामी चाहिँ जाँदैछौँ। दुबईमा चाहिँ कोही साथीहरूले पैसा बचाउन चाहनुहुन्छ भने चाहिँ बसको युज गर्नु होला। ट्याक्सी वगैरामा चाहिँ धेरै खर्च हुन्छ होइन। अब हेर न हाम्रो यहाँबाट टोटल बुढाबुढीको 10 रुपियाँ सकेको छ है बसमा 1 वेको। अब ट्याक्सीमा गयो भने 70 समथिङ। अब अझ जाम भयो भने झन् धेरै लिन्छ कि। पनि लैदिन्छ नयाँ मान्छेहरूलाई त केही थाहा पनि हुँदैन नलेज। ज्ञान लिनुपर्छ टिक्नुपर्छ बुझ्नुपर्छ। तर प्राय यस्तो हुन्छ नि त बुढा कसैलाई थाहा हुँदैन नि त, किनकि गाडी कहाँबाट जान्छ अनि त्यहाँदेखि कता कता रोक्छ त्यस्तो थाहा नभएपछि प्राय मान्छेहरू सर्टकटको लागि ट्याक्सी युज गर्छ कि। सर मेरो बुढा चाहिँ अलिक जान्ने छ यस्तोमा, त्यही भएर मलाई चाहिँ डर लाग्दैन है। सो ल अब हामी फेरि भरे भेटौँ ल गाइज।
फाइनली हामी कति महिनापछि एयरपोर्ट आइपुगिसक्यौँ। सो हामीलाई चाहिँ सबैजनाले वेलकम गर्यो है। 320 दिनपछि होइन 120 दिनमा आइपुग्यौँ 4 महिना। वाउ गाइज मेरो दाइ चाहिँ अब यहीँबाट निस्किन्छ अहिले। सो हामी चाहिँ वेटिङ गरौँ है 2 घन्टामा 2 घन्टा जस्तो वेट गर्नुपर्छ गाइज हामीले चाहिँ यो भिआइपी गाडीहरू मात्र। अनि त नि यतातिर गाडीहरू रोक्न मिल्छ नि त नि पुरा। हाम्रो पनि गाडी छैन र भनेको। सो हामी अस्ति नि यहाँनिर हामी वेट गरेको थियौँ नि पुरा है। जाऊँ भित्र यहाँ वेटिङमा आऊ। के गर्नु भित्र बसेर नो इन्ट्री भिआइपी पासको लागि यो यहाँ बस्न मिल्छ त। यो त उयो के भन्छ पर उयो गर्ने त हो। नो इन्ट्री लेखेको छ त्यही नो इन्ट्री उता हो हामी बस्ने उतिबाट मान्छे निक्लिरहेको छ। सो गाइज हामी चाहिँ घुमौँ ल फन्दान न किनकि मेरो दाइ आउन अझै 2 घन्टा लगभग कति छ। जब उतातिर बाहिर बस्नु ठाउँ छ नि चिसो खान। सो कस्तो फिल भइरहेछ बडा? फिल भइरहेछ। मेरो खानेकुरा आउँदैछ। उसको त खानेकुरै मात्रै छ कि अरू केही पनि छैन। खानेकुरा अरे के खाले जतिखेर पनि। नेपालबाट भोला आउँदैछ मेरो लागि। खुब राम्रो। सो एप्रिसिएट। मेरो प्यारी बहिनीले पठाइदिएको। अनि मेरो मम्मी ड्याडीले पनि पठाइदिएको छ। मम्मी ड्याडीले पनि भन न प्यारी मम्मी ड्याडी। प्यारी मम्मी ड्याडीले पठाइदिनु भएको छ। मलाई जस्तै के लाउने कुरो पठाइदिएको छ चिन्ता भन्दा नि धेरै खुसी लाग्छ एकदम धेरै धेरै थ्याङ्क यू। तर लाग्छ चिसो हेब्री। किनभने नि यो हावाले चाहिँ हावाको एकदम प्रेसर बढी छ त्यही भएर चाहिँ होइन प्लेनको हाइड्रोलिक प्रेसर चाहिँ बढी हुन्छ त्यही भएर चाहिँ नि यस्तो ल बधाई छ तिमीलाई बुढा। सो गाइज हामी चाहिँ वेट गरेर बसेको कुरे भयो। टाइम पनि कस्तो चेन्ज भएको भइगयो त रहेछ। भने है अघिसम्म यहाँनिर थियो हाम्रो 3:50मा यहाँसम्म उयो हो नि। अनि अहिले त फेरि 3:50 अरे 2:50 है ब्रो। अहिले 3:11मा छ भनेको कति साह्रो उयो ढिले गरिदिएको कि यो काठमाडौँको लागि त। अरू चाहिँ सबैजना आइसक्यो। अनि हाम्रै देशको मात्र किन यस्तो कि जहाँ पनि पछि मात्र यार। हामी वेट गर्दा बसेर यहाँ दिमाग खराब भइसक्यो। उभिरहेछ कि हेर न यति धेरै मान्छेहरू छ। अनि यहाँनिर चाहिँ नेपाली नै छैन कि आएको चाहिँ। अनि त्यही माथि यहाँनिर लेट गरिदिइरहेछ कि साह्रो गरेको अति चाहिँ गर्नु भएन है बुढा। भएन कतिखेर आउँछ यहाँ भइरहेछ यार। निन्दाले आँखा के गर्नु सुतेकै छैन। 3 बजिसक्यो गाइस। रुनु मात्रै सकेको छैन म मेरो बुढा हेर्ने गाइस तिमीहरू। सो गाइस मान्छे चाहिँ आइरहेको छ तर हाम्रो मान्छे नै आएको छैन। मेरो बुढाको आँखा रातो भइसक्यो। 3 बजिसक्यो। निन्दा त अभियसली लाग्छ। यसले यता बस भन्दैछ सबैजनालाई बिचरा। आऊ तिमी पनि यता। सो गाइस हाम्रो कति बजिसक्यो अहिले यार 3:30 बजिसक्यो। त्यही पनि कोही पनि आउँदैन। कहाँ गएछन् मेरो बुढा बिचरा। पर्खिँदा गलिसक्यो निन्द्रा लागिसक्यो बितलालाई मेरो बुढालाई हेर बोलाउँदैछ नेपालबाट। खालि भोला हुन्छ। रुन मात्र म सकेको छैन यसरी के खुट्टा दुखेर। आई स्वेयर बुढा कति बज्यो होला खै मोबाइल देखाउनु मेरो। 4 बजिसक्यो। 10 बजे आएको हामी। 10 बजे आएको मान्छे 4 बजिसक्यो। न मान्छे आउँछ यार। वेट गर्दा मेरो टाउको दुखिसक्यो। म कहाँ गएर लड्नु
खुट्टा दुखेर मर्न आँटिसकेको आइज यार हेर मान्छेहरू यहाँ वेट गरेर बस्छ बिचरा यिनीहरू पनि गाह्रो छ यिनीहरूलाई तर खुसी छु म किनकि दाइ आउँदैछ नि त यस्तो त नर्मल हो मेरो लागि एटु जेट आउँछ नि के नेपाली आउँछ कि भन्दै हेर्छु छैन आएको नेपाली एउटा छैन सबै अरू देशको मात्र छ कि गाइस यहाँ त यार गाह्रो छ यार गाइस फाइनली दाइ आइपुगिसक्यो म 10-15 घन्टा वेट गरेँ होला मैले त नआउ भने त तिमीलाई सो दाइ चाहिँ आइपुगिसक्यो बल्ल बल्ल 4 बज्यो 3 बजेतिर आउने मान्छे एकल पनि गर्दैन हौ रिस उठ्ने उयो के भन्छ मैले उयो मैले गरेको कति बोटिङमा भाउजूले नम्बर दिनुभएको थियो अनि रहेछ मोबाइल चाहिँ म चाहिँ ला के हो कस्तो चिसो छ हेर मौसम अहिले त खै सधैँ अब भेट भइहाल्यो अब फोन सन खल्ली बल्ली ल यस्तै हो हामी गाई सो हामी चाहिँ होइन अब ट्याक्सीको लागि जाँदैछौँ सो अब ट्याक्सी चाहिँ यहाँ छ पुरै लाइन छ कि ट्याक्सी त्यही भएर चारु भयो रे के बुढा वर्षमा फर्किनु डिसेम्बरमा जानु त्यसलाई पनि लिएर जान्छ के जाँदैनौ तिमी चाहिँ भाइसँगै जाउँ त नि सो गाइस अब हामी चाहिँ घर जान आँटेको यहाँ चाहिँ मान्छे लाइन छ सो होइन अब घर गएर गर्ने अछु दारू भयो भक्तपुरतिर सो गाइस हामी चाहिँ एयरपोर्टबाट आइसकेर यो चाहिँ बिहान सामान खोल्दैछ मेरो बुढीले लगेज दाइको लगेज भत्याङ भुतुङ बनाउने रे दाइको लगेज म त दाइको हो नाम त मेरो हो सामान त मेरो मात्र छ नि त हो भाइबाट चाहिँ लास्ट हो कति धेरै सामान है अचार बनाइसक्यो पास लाइसक्यो भाइ सब देखाऊ इधर के हो यस्तो सामान लगाइछ वाह यता हेर नै नदेखाउनु न भर्खर उठेको हो कि उसले बित्तिकै सामान खटाउँदैछ
यसले ल के भन्छ वाइ वाइ चाउचाउ त यसरी पो फिजाको रहेछ त नि पोसिन्छ नि त छिटो नि छिटा राख्नु त नि सो गाइस हाम्रो वाइ वाइ चाउचाउ यहाँ राखिदिउँ यो मेरो प्राउन चिप्स यो पनि एकदमै धेरै छ अनि यो चाहिँ मेरो रोज साबुन के गाइस यसले मेरो अनुहार राम्रो भइरहेछ नि त सो यो पनि 6 4 5 टा छ अनि मलाई चाहिँ नेपालको यो के लेजहरू भयो हैन यो करेन्टहरू भयो यो चिज बलहरू भयो अनि अर्को कुरमुरेहरू पनि छ के कति धेरै सो मलाई खान मन लागेन मेरो घरबाट पठाइदिएको यो चाहिँ यिनीहरू सबै सो मोमो मसला गाइस यहाँ पनि छ मोमो मसला ठुलो ठुलो वाला सो यो चाहिँ पानीपुरीको मसला सो यो चाहिँ मसँग 4 वटा छ ठुलो मोमो मसला अनि यो चाहिँ मसँग 2 टा छ गाइस मैले भनेको थिएँ अनि र यो भुजिया सो यो भुजिया चाहिँ हाम्रो मेरो बहिनीले नन्दले पनि पठाइदिनु भएको थियो सो मेरो घरबाट पनि आएको थियो है यो भुजियाहरू चाहिँ अनि यो पापड पनि बहिनीले पनि पठाइदिनु भएको थियो अनि घरबाट पनि पठाइदिएको थियो ठुलो पापड यो चाहिँ घरबाट होला सायद अजिना सानो ठुलो प्याकेट एकैचोटि पठाइदिनु न भनेको दोकानै पठाइदिएछ पुरा अजिना मोमोको लागि भनेर थियो मम्मीले अनि यो चाहिँ हैन सोया सस मैले मम्मी ड्याडीलाई भनेको थिएँ कि किनकि यताको सोया सस मलाई खासै मन परेन किनकि डार्क हुँदैन नि त थियो एकचोटि तर खै कहाँ गयो अहिले पाउँदैन सो अनि मैले घरबाट मगाएको थिएँ कि अनि है अनि सो अनि ब्राउन चिप्स मैले अघि एउटा देखाइसकेँ सो यहाँ पनि छ वाउ कति धेरै रुमै सानो छ मेरो सामान धर्दैन जस्तो छ पुरा पहिलो रुममा तिमी त अटाएन बुढी के हो यो पनि भुजिया हो ए होइन नि यो चाहिँ हैन भुजियाको प्याकेटमा मम्मीले सुँगुरको मासु हाल्दिएको फ्राई गरेर गाइस किनकि बट्टामा यहाँ दुबेमा सुँगुरको मासु एलाउड छैन अरे नि त अनि त्यही भएर यस्तो भुजियाको प्याकेटमा चाहिँ मासु राख भने देख्दैन अरे नि त अनि त्यही भएर सो यो चाहिँ हाम्रो मासु हो कि अन्त किन यस्तो हुन्छ भन्छु नि सो यो चाहिँ यस्तो खालको छ कि मासु हेर्नु मम्मीले फ्राई फेरि यसलाई मजाले फ्राई गर भन्नुभएको छ कि घरको सुँगुर हैन सो यो सुँगुर चाहिँ एकदम रसिलो छ यो जस्ट ट्राई गर्नको लागि चाहिँ यति मात्र पठाइदिएको अदरवाइज थाहा थिएन नि त धेरै लग्यो भने बा समाउँछ कि भन्ने डर भइ मम्मीले चाहिँ यो आधी केजी भनौँ न जति पठाइदिनु भएको अरे अब अहिले आयो सो नेक्स्ट टाइममा मम्मीले धेरै पठाइदिनु भन्छ है गाइस स्पेशल के हो यो यत्रो धेरै के हो पुरा भन त तिमी आफै गेस गर सुकुटी ओ माय गॉड सुकुटी चाहिँ योपालि मैले एकदमै कस्तो कस्तो टाइपको मगाएको थिएँ मम्मी ड्याडीसँग यति धेरै छ आम्मा कति भारी के है नि सो नि यो थुक्पा मैले मगाएको थिएँ सो यो थुक्पा चाहिँ मेबी एक प्याकेट मात्रै छ किनकि दादाको धेरै थिएन रहेछ 25 केजी मात्र थियो नि त यो अनि त्यही भएर यसमा चाहिँ एउटा मात्र आयो सो यो वाला यो पनि राम्रो छ है अनि यो चाहिँ पहाडको टिमुर हेर दादाले ल्याइदिएको यो चाहिँ बिचारा इलाम जाँदाखेरि बिचारा पैसा नहुँदा फेरि पनि यति पुगेर चाहिँ आएछ दाइले तर हामीसँग लेडिस अस्तिको अनि के छ भने यो चाहिँ अझ यो के अरे सेतो तिल मगाएको मैले थोरै ठिक्क है अनि वाउ मेरो फेभरेट किनेमा कुखुरा मनपर्छ यो चाहिँ मलाई लास्टै मनपर्छ नेपालको होइन सो मैले किनेमा पनि मगाएको थिएँ मम्मीलाई धेरै नपठाइदिने थोरै थोरै पठाइदिनु भन्थे त्यही भएर अनि यो चाहिँ के हो यो पनि टिमुरो जस्तै छ त्यो नमातिर यता राखिदिएको लाग्छ त्यसै टिमुरै हो यो पनि यो चाहिँ घरको होला सायद मम्मीलाई नखाइकन पठाइदिएको होला यो चाहिँ मेरो बुढाको फेभरेट टिमुर होइन
यो चाहिँ फेभरेट मेरो पुरा टावलमा बेरेर पठाइदिएछ है दादा यो टावल कुन हो तेरो मेरो ठुलो ज्वाइँको छैन यो ज्वाइँको के पस्छौ ज्वाइँ तिमी त्यसमा पसिना आउँछ नि मैले सानै मगाएको मैले भनेको थिएँ सानो चाहिन्छ राम्रो रहेछ नि अनि सो यो रह्यो हाम्रो करेन्ट दादाको करेन्ट होला न सो यो चाहिँ करेन्ट मगाएको यो चाहिँ कार्टुनको थियो सो यो चाहिँ हाम्रो चाहिँ प्याकेटको यहाँ 5-6 प्याकेट छ अनि है मुलाको अचार वाउ सो हामीले चाहिँ नेक्स्ट टाइम अस्ति पनि मुलाको अचार ल्याउँदाखेरि चाहिँ एकदम मुलाको अचार सकिसकेको थियो कि छिटै मिठो पनि लास्टै मिठो थियो अमिलो पनि लास्टै मिठो अमिलो अनि सो यो हाम्रो प्योर नेपालको घी सो यो घी पनि हामीले कति छिटो भ्यायौँ है बुढो नि फेरि के छ सो यो चाहिँ नेपालको अलिकति एक्स्ट्रै हुन्छ कि जो यो नेपाल यो केटा मान्छेहरूले जसले पनि ल्याउँछ सो यो चाहिँ हाम्रो फुलाएर खाने उयो ढुङ्ग्री सो यो चाहिँ 1 केजी ल्याइदिएको थियो ड्याडी मम्मीले मैले चाहिँ घटाउनु थोरै ठिक्कको पठाइदिनु भनेर अनि फेरि घटाएर ल्याइदिनु यो पठाइदिएको है सबै थाहा छ यार मलाई एक अनि मेरो मम्मीले मलाई गाइस सिँदुर किनिदिनु भएको कस्तो क्युट यो चाहिँ मेरो लागि सिँदुर है त्यो रक्सीको बटन पनि देखो त बुढी केही हुँदैन ए यो तोरीको तेल प्योर तोरीको तेल हो गाइस यो चाहिँ के हो भन्दा रहेछ सो यो चाहिँ घरमै घरकै तोरीको तेल हो प्योर है मैले कपालमा लाउनको लागि हल्का फल्का मगाएको थिएँ सो धेरै नै पठाइदिनु भएछ ड्याडी मम्मीले अनि यसो यो मेरो चाहिँ सिरम हो एक्स्ट्रा यता पनि छ फेभरेट हो मजाले युज गर्छु नि त अनि सो मेरो ट्रिटमेन्ट क्रिम पनि सकिन आँटेको थियो सो ड्याडीले क्यारेन्टिनको यही युज गरिरहेको थिएँ मैले ट्रिटमेन्ट क्रिम सो यो ड्याडीले पठाइदिनु भयो मम्मी ड्याडीले अनि र यो के भन्ने गाइस फेरि मुलाको अचार आएको छ हाम्रो सानो गुन्टे है पुरा थामी छैनौँ सो यो चाहिँ हाम्रो स्पेसल अखबारको अचार यो चाहिँ हाम्रो भाउजूको घरबाट आएको छ एकदमै पेस्ट हैन पेस्ट पकाएको पेस्ट हो सो दामी छ अरे सो मलाई पनि ट्राई गर्न लाग्यो चाउमिनसँग चाउमिन चाहिँ पनि मिठो हुन्छ अरे सो अनि अझै रहेको छ हाम्रो घिउ प्योर घिउ भनेको कस्तो पहिलो हुने है सेतो घिउ हुँदाखेरि सेतो पनि हुन्छ नि पुरा तिमीलाई थाहा छ तर त्यो चाहिँ बोसो जस्तै लाग्छ मलाई सो अनि हाम्रो स्पेसल आयो अखबारको अचार झोले झोल छ त यार वाउ त्यो त मेरो लागि मात्रै हो जामला तिम्रै लागि हो अनि ए हल्का पोखेको रहेछ यो अखबारको रस है तल राखे के भयो सो यो चाहिँ हाम्रो चाहिँ पानीपुरीको लागि हो चिप्स जोइले मन पराउँछ भनेर पठाइदिएको अरे कि कस्तो क्युट वाउ ड्याडीले पठाइदिएको हाम्रो दुईजनाको लागि के भन्छ कपल्स के भन्छ ब्रस है पुरो कपल ब्रस हेर न कस्तो क्युट के वाउ ल रहेछ थ्याङ्क यू सो मच सो अनि अझै छ है के छ कि पुरा यो कसरी देख्छ त्यो बिचमा थिएछ नि उता हैन दुईटा साइडबाट हो त्यस्तो उता तले कस्तो हुने सो हाम्रो टाउको अझै छ यहाँ रेडी पानीपुरी मसाला अझै छ यो तिम्रो के यो खैनी बस करो म सुनाऊ सो गाइस यो चाहिँ हाम्रो सबै यहाँ करेन्ट छ है हाम्रो पानीपुरी मसाला करेन्ट ल सो यो चाहिँ हाम्रो यति नै छ सुर्केसमा सो अर्को छ फेरि एक्स्ट्रा त म यहाँ पनि देखाउन चाहन्छु पहिला यसलाई चाहिँ साइड लाउनु पर्यो नि त ठाउँ छैन सो
सो हाम्रो सेकेन्ड ब्याग ओपन हुँदैछ अम्बो यहाँ पनि सेम खानेकुरा करेन्ट अझै आउँदैछ यो चाहिँ हाम्रो बहिनीले पठाइदिएको कति धेरै पठाएको रहेछ बहिनीले त पपडी पपड छ त नि अब हामीले 1 वर्षसम्म पपड किन्नु पर्दैन यार ए अनि वाउ कस्तो राम्रो यो चाहिँ मलाई एकदमै खानु लागेको थियो यो चाहिँ मैले सुरुचोकीमा के भन्छ यहाँबाट काठमाडौँ जाँदैखेरि खाएको थियो होला यो चाइनिजको पिरोवाला मलाई यस्तो मन परेको पठाइदिनु भएछ यो आलुको चाहिँ हो यो चाहिँ मैले ट्राई गरेको थिएन बहिनीले पठाइदिनु भएछ बच्चा भन्ने कि बुढी भन्ने थ्याङ्क यू सो मच यति धेरै खानेकुराको लागि बहिनीलाई यो प्राउन पनि पठाइदिनु भएको थियो ए यहाँ चाम्रो बुझिया यहाँ रहेछ नि बहिनीले पठाएको सामानहरू त है यसले कता कता मिक्स गरेर राखेको कि ठन्डै रहेछ त भने मलाई अर्को भुजोली चाहिँ खानु मन लागेको थियो तर यो पनि कस्तो मिठो हुन्छ कति धेरै किने त नि हैन त गुन्द्रुक र सिद्रा ए सिद्रा भेटेकै छैन ए यही छ दुईटै एकै ठाउँमा छ सो गाइस यो चाहिँ हाम्रो गुन्द्रुक र सिद्रा हो वाउ यो सिद्रा चाहिँ मेरो मम्मीले आफै मारेर सुकाएर पठाइदिनु भएको मेरो यो सिद्रा अनि गुन्द्रुक पनि हो त्यो भएर कि प्योर छ मेन भनेको चाहिँ सक्दैछु छोरीको लागि भनेको त्यस्तो यो हाम्रो चाहिँ आहा कस्तो राम्रो कि सिद्रा सो दुई टाइपको सिद्रा छ कि एउटा मसिनो छ भने एउटा ठुल्ठुलो छ कि त्यो ठुलो माछाको कि सिद्रा अनि यहाँ चाहिँ गुन्द्रुक छ गुन्द्रुक माथि के छ अझै छ पुरा कस्तो मखमख बास्न गए यो दुईटा गुन्द्रुक छ एउटा रायो सागको अनि एउटा तोरी सागको गुन्द्रुक गाइस रायोको चाहिँ एकदम अमिलो हुन्छ नि त सेङ्की अनि तोरीको ठिकै हुन्छ गुन्द्रुकै बनायो धेरै लङ टाइम पछि गुन्द्रुकको बास्ना सुन्न पाएँ आज मैले पुरा 3 वर्षपछि सो यो चाहिँ मेरो बुढाको लागि ड्याडीले पठाइदिएको महँगो रहेछ हौ दादा यो एउटा ब्लू कलरको त एउटा के भन्छ नयाँ सुरुवाल ड्राईको हो ठुलो लार्ज भएको चाहिँ ठुलो 2XL भएको चाहिँ ड्राईको हो मेरो XL भएको ए बा दुईटा छ 2XL हो यो ड्राईको कति महँगो खालको रहेछ हेर जय तिम्रो लागि कस्तो राम्रो चिल्लो कस्तो राम्रो छ वाउ ल बधाई छ थ्याङ्क यू भन्नु थ्याङ्क यू सो मच दादी म अर्कोचोटि आउँदाखेरि ड्याडीलाई स्पेसल सो यो चाहिँ ड्राईको लागि मेरो के भन्छ मेरो टिका थियो नि टिका त भेटिन त मैले त ए त्यो चाहिँ मेरो साइड ब्यागमा त्यही सो गाइस यो चाहिँ मेरो ड्राईको लुगाहरू छ यहाँ नयाँ जुत्ता लुगाहरू पुरा सपिङ गरेर आउनु भएछ नेपाल त्यही थोरै सबै बहिनीले मात्रै अझै छ मेरो लेजहरू खतारेको सुबा आखी गर्छु न बुढा बाफे साबुन मेरो अस्ति मैले ल्याएको थिएँ मेरो अनुहारले लास्ट राम्रो बनाएको थियो सो अनि मैले मगाएको कि बुढा जी
बाफ छोड्दै हो अलिअलि त यसले मेरो बेजत गर्छ हो आउ फेरि गर्छ कति के यो रोज साबुन हो सब खोदाले गर्नु पुरा थाके लुगा खोतादा सामान खोतादै नभए ल सो गाइस हाम्रो चाहिँ सामान अलमोस्ट सके जस्तै छ सो मेबी अझै छ तर दाइले कता कता राखेको छ सो हैन त्यही भएर अब दाइले आफै खोजेर दिनुहुन्छ सो आजको लागि यति नै हो हाम्रो टिका पाएन हैन दादाले भेटेन मचाहरू राखेको ठाउँमा होला हो सेकेन्ड स्टेप गोजीमा टिका एउटा त हो मसिनो ए यहाँ रहेछ ओडले पापा यहाँ सनक्रिम को लाउँछ मलाई हो सनस्क्रिनमा घरमा डर छ बाबा मेरो दादाले सनस्क्रिम अनुहारमा लाउने हातमा लाउँछ रे ए भिसो दादा त्यो प्लास्टिकको भिस हो यी ओरेन्ज कलरको छ त्यही हो कि म राख्ने तेरो लागि छ बिरामी हुन्छ भनेर यो जडीबुटीको अरे गाई चाहिँ एक थोपा हातमा चुहाएर अनि दुईटा औँलाले यस्तो मजाले मिचेर अनि नाकमा लाउने नाकमा सुँग्ने मात्रै हो साबुनहरु बोकेर आएछ बिचारा फेरि उ त जे चिज पनि खाने भनेर फेरि पानीमा हालेर खालाउ नि खादैन है पुका सो मैले चाहिँ मेरो मम्मीलाई टिका मगाएको थिएँ मसिनो रेड कलरको मलाई चाहिँ टिका रातो टिका लाउन मन लागेको थियो सिधै रातो टिकाहरू सो या मैले मगाएको सक्यो बुढा खतम हो गयो न दुई शब्द के भन्न चाहन्छौ तिमी के भन्न चाहन्छौ फ्यामिलीलाई भन धेरै धेरै धन्यवाद हैन यति धेरै सामान पठाइदिएकोमा थ्यांक यू सो मच सबैजनालाई बहिनी मम्मी ड्याडी दादालाई पनि यत्रो ल्याइदिएकोमा यहाँ त सायद मेरो मात्र सामान छ हेर्नु न यति धेरै दादाको के पनि छैन के सो आफ्नो मान्छे भएपछि यही फाइदा हुँदो रहेछ कि कोही आउनु छ भने सामान ल्याइदिए भन्नुभयो आफ्नो मान्छेले नि कहाँ ल्याइदिन्छ र मतलब आफ्नो के आफै खुनको के सामान ल्याइदिए भने म के लादिन त्यसको लागि मात्र भनेर ल्याउँछ के सो यो सबै मेरो लागि हो सो यहाँ चाहिँ सबै दादाको लुगाहरू मात्र छ सो भन्दै हाम्रो भिडियो टुङ्गिन जाँदैछ सो हजुरहरु कोही नयाँ हुन्छन् प्लिज लाइक एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला रोशन मनिकालाई सपोर्ट गरिदिनु होला भन्दै तलमाथि के भए सो माफी चाहन्छु भन्दै हामी नेक्स्ट ब्लगमा यस्तै मिठो मिठो ब्लगहरू लिएर आउने छौं सो बाइ बाइ सो बाइ बाइ